यहाँदेखि उम्रेको तातो पानी यस्तो कडाएको छ, यहाँ कडाएर छ होइन। यहाँदेखि गएको तातो पानी यस्तो गएको म सबै तपाईँलाई देखाइदिन्छु। बुढो गण्डकी निस्किँदो रहेछ यो चाहिँ। यो दृश्य म तपाईँलाई देखाइदिन्छु। फेरि गयो गयो है, पुरै तातो छ हेर पानी सबै हेर्नुहोस्। यो सबै त्यो पाकेर पनि माटो पनि यस्तो पहेँलो बनाइसकेको छ यो। आमा यस्तो नि रहेछ यहाँदेखि त गयो ल। यो सबै यो तातो पनि गर्दा यस्तो डह्रो छ र यो माटो होइन, माटो जस्तो होइन। आम्मा माटो त माटो जस्तो देखिँदैन यार। माटो पाकेर पनि यसरी गयो, यहाँदेखि यसो गर्ने, यहाँदेखि यसरी जाने रहेछ। यहाँदेखि गयो, यहाँदेखि यसरी गयो, यसरी गयो, यसरी गयो, यहाँ यस्तो रहेछ। यहाँदेखि गयो अनि फेरि यसरी गयो अनि यता बुढी गण्डकीमा मिसिने रहेछ। तातो रहेछ त्यता भाइ, म देखाउनेछु दृश्य। यहाँदेखि गयो, यहाँदेखि गयो, यता यस्तो खतरा छ यहाँ। यहाँ सानो यहाँ मिस्त्री यतिको आयो, यहाँ मिस्यो बुढी गण्डकीमा। ल मिस्यो 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 मिस्यो। यहाँ भाइले चाहिँ खुट्टा धुँदैछ है। खुट्टा धुँदैछ। यहाँ चाहिँ अलिक हल्का हुँदो रहेछ, चिसोसँग मिसेको छ होइन। यहाँ चाहिँ यहाँ रहेछ यो बुढी गण्डकी। यो चाहिँ यो तल्लो छ, यो चाहिँ सानो आएको हो। बुढी गण्डकी देखाइदिन्छु। बुढी गण्डकी 1200 मेगावाटको हाइड्रो पावर म देखाउने छु तपाईँहरूलाई। यो चाहिँ है बुढी गण्डकी। फेरि यहाँदेखि आज हामी बस्ने यो माथि घर हो, यहाँदेखि यो माथि बजारमा। अनि यो चाहिँ बुढी गण्डकी। ल कतादेखिको चाहिँ यो देखेको चाहिँ यो देखिने चाहिँ रोड हो। यहाँदेखि आज हामी आएको। आज हामी अन्तिम भन्दा पनि आजको लागि चाहिँ यहाँ बसेको हिँड्दा यो माथि। भोलि फेरि जानेछौँ हामी। ओके बाई बाई।